हेलो गाइस, सबैजनालाई नमस्कार छ मेरो यो अर्को ब्लगमा। आज चाहिँ हामी लुवाङ भिलेज जाँदैछौँ। अब हेर्दै जानुहोस् मेरो यो ब्लगमा लुवाङ भिलेज। अब हामी अहिले चाहिँ कति बजेछ हेर्न पर्यो होइन। अहिले चाहिँ दिउँसो छ, बत्ती बालिरहेको छु। अब चाहिँ हामी लुवाङ भिलेज जाने। ल म बाटाको भ्यू देखाउँदै तपाईँहरूलाई लुवाङ भिलेज लान्छु है त गाइज। यहाँको यताको यतै होला नि, कोही भिडाबारी छन्, कोही हेलो गाइड सबैजनालाई गुड मर्निङ छ। हिजो अब हामी लुवाङ पुगिसकेका छौँ। अनि अहिले चाहिँ म हल्का लजाएर यस्तो कोठामा बसेर भ्लग बनाइरहेको छु। म चाहिँ यहाँ छु, बाबाहरू चाहिँ बाहिर हुनुहुन्छ होइन। बाबा चाहिँ यहाँ बाहिर हुनुहुन्छ, म चाहिँ अहिले यहाँभित्र छु, बसिरहेको छु। अनि अब चाहिँ हामी चिया बगान जाने हो। यहाँ यस्तो खतरा भ्यू देखेको छ। म मिल्यो भने भ्यू पनि जोड्छु। गाइस, चाहिँ हामी चियाबारी थियौँ, पुगिसकेका छौँ। ऊ त्यहाँ चाहिँ चियाबारी रहेको छ, ए आलीमाथि होइन। त्यहाँ चाहिँ चिया जस्तो के हो रहेछ होइन। त्यही भएर मैले यसो भनिदिएको। म चाहिँ यहाँ छु अनि दाइ यहाँ तल कोही छैन, माथि चाहिँ बा मम्मी गइसक्नु हो होइन। अनि त्यस्तै छ, देख्न सक्नुहुन्छ। भ्यू खतरा आएको छ, हिमाल पनि खतरा, मान्छे पनि खतरा। हेलो गाइज, हेर्न सक्नुहुन्छ उसले सबै वहीँ गइसकेका छन्। मलाई चाहिँ हरायो भन्नु भएको छ। म तल झर्न गइरहेको छु। फुल स्पिड त होइन, अब यहाँ दौडिन पऱ्यो किनभने धेरै तल पुग्नु भएको छ बा मम्मी होइन। अनि म चाहिँ सुनेको थिएँ साजन हरायो भनेको, देख्न सक्नुहुन्छ। मजाको भ्यू रहेको छ। यस्तै छ, अब हेर्न सक्नुहुन्छ यहाँ। यस्तै हो, दौडिम गाइज। अहिले चाहिँ हामी झर्न लाग्यो होइन। यस्तो छ, मैले अब ड्रोन सर्ट पनि यस्तो जोडिदिएको छु भिडियोमा, हेर्न सक्नुहुन्छ तपाईँले। ड्रोन सर्टमा त्यति राम्रो भिडियो त आएको छैन, मलाई चलाउन आउन, त्यही भएर। यहाँ बिछाल्दै हुनुहुन्छ है। अनि हामी अहिले हिँडिरहेको छौँ। अहिले चाहिँ हामी तल जान लाग्यो, यहाँ बिछाल्दै हुनुहुन्छ। तिम्रो माया हुन सही गए मेरो माया सही
तिम्रो माया जुन तारा भए मेरो माया नक्षत्र सबै तिम्रो माया सुकुम्बासी भए मेरो माया नम्बरी अहिले चाहिँ हामी अहिलेको बाटोभन्दा सर्टकट बाटो हिँडिरहेका छौँ। जान सक्नुहुन्छ गाउँ चाहिँ पुगिन लागेको छ होइन, यस्तै छ हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ गाइड छैन। यस्तै छ, मेरो हातमा लौरी छ लामो, लप्सी झार्न लिएको होइन। गाइस अहिले चाहिँ हामी त्यहाँबाट हिँड्यौँ, हेर्नु हामीलाई टिका लाएर लगाइदिएर यसो गर्नुभएको छ। त्यो चाहिँ अब मैले त्यो होटेलको फोटो र नम्बर चाहिँ मैले यहाँ क्याप्सनमा अथवा यहीँ भिडियोमा हालिदिन्छु। अहिले चाहिँ हामी घर जान लागेको देख्न सक्नुहुन्छ। यहाँ सजना मम्मी हुनुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। म चाहिँ यहाँ छु होइन, यस्तो छ एकदमै राम्रो हेर्न सक्नुहुन्छ। यो गाउँ चाहिँ एकदमै राम्रो रहेको छ। यो गाउँको नाम चाहिँ लुवाङ हो। यसको पारी चाहिँ घलेल छ होइन। हामी चाहिँ अहिले यहाँ पानीघट्टा भेट्टाएका छौँ बाटोमा, हेर्न सक्नुहुन्छ। त्यही भएर यहाँ हेरमै त कस्तो रहेछ पानीघट्टा, खै हेरौँ त यसो, खै हामी हेर्न पाइन्छ। हेर्न सक्नुहुन्छ पानीघट्टा यस्तो रहेको छ। यो चाहिँ अहिले चलेको अवस्थामा छैन, खोला नि यहाँ सुकेको रहेछ। तर यता चाहिँ आवाज सुन्न सक्नुहुन्छ तपाईँ, एकदमै राम्रो रहेको छ, भेरी ब्युटिफुल नेचर। हामी आइसकेका छौँ, हेर्न सक्नुहुन्छ। गाडी चाहिँ हाम्रो यहाँ रहेको छ, हामी चाहिँ यहाँ छौँ होइन। अनि अहिले चाहिँ हामी अब तल जान लाग्यो, हेर्न सक्नुहुन्छ। हाम्रो गाडी यहाँ छ, जो यहाँ अर्को गाडी थियो। अहिले चाहिँ हामी अब जान लाग्यो, हाम्रो गाडी यहाँ रेडी भइसकेको छ।